यो भिडियोमा देखाएको जसरी डगले एक्कासी खाना खान छोड्ने अनि नाक र आँखाबाट डिस्चार्जहरू भइरहेको र डगको शरीर चाहिँ एकदम काट्ने सिजरहरू आउने खालको समस्या छ भने हजुरको डगलाई चाहिँ क्यानाइन डिस्टेम्पर भाइरस लागेको हुन सक्छ। क्यानाइन डिस्टेम्पर भाइरस भनेको चाहिँ यो विशेष गरी साना पप्पीहरूमा र भ्याक्सिन नलगाएका डगहरूमा चाहिँ यो रोग लाग्ने गर्दछ। यो क्यानाइन डिस्टेम्पर भाइरस एक गम्भीर खालको र सङ्क्रामक सरुवा रोग हो। सुरुको अवस्थामा यी निम्न लक्षणहरू चाहिँ देखिने गर्दछ। ज्वरो आउने, खाना खान छोड्ने, अनि त्यसै गरी आँखादेखि र नाकदेखि चाहिँ डिस्चार्जहरू हुने, डगले खोकिरहने, अनि त्यसै गरी डाइरिया भोमिटहरू गर्ने। अनि यो रोग बढ्दै गइसकेपछि डगको शरीर एकदम कमजोर भएर शरीरहरू चाहिँ काट्ने, सिजरहरू आउने, अनि त्यसै गरी उनीहरू चाहिँ असामान्य व्यवहारहरू देखाउने, जस्तै कराइरहने, एकदम कराइरहने, अनि त्यसै गरी उनीहरूलाई पेन महसुस फिल हुने, अनि त्यसै गरी यो रोग लागिसकेपछि डगहरूमा चाहिँ पछाडिको भागहरू चाहिँ प्यारालाइसिस हुने खालको समस्याहरू हुने गर्दछ र डगको पहरू चाहिँ एकदम हार्ड कडा हुने चाहिँ गर्दछ। डगमा यो रोग लागिसकेपछि हामीले चाहिँ डगको प्रभावकारी उपचार गर्न सकेनौँ, तर हामी लक्षण र चिन्हका आधारमा चाहिँ सपोर्टिभ ट्रिटमेन्ट चाहिँ हामीले गर्न सक्छौँ। त्यसैले यो रोगबाट बच्नको लागि चाहिँ हामीले डगलाई समयमा नै उनीहरूको भ्याक्सिनेसन चाहिँ गर्नुपर्ने हुन्छ। हजुरको घरमा यदि पप्पीहरू छन्, डगहरू छन् भने चाहिँ हजुरले समयमा नै भ्याक्सिनेसन गर्नुपर्ने हुन्छ। यदि हजुर पोखरादेखि हुनुहुन्छ भने हजुरले चाहिँ पोखरा पेट हस्पिटलमा आएर हजुरले आफ्नो डगलाई चाहिँ भ्याक्सिनेसन चाहिँ गर्न सक्नुहुनेछ। यो भिडियोमा देखाएको जसरी डगले एक्कासी खाना खान छोड्ने अनि नाक र आँखाबाट डिस्चार्जहरू भइरहेको र डगको शरीर चाहिँ एकदम काट्ने, सिजरहरू आउने खालको समस्या छ भने हजुरको डगलाई चाहिँ क्यानाइन डिस्टेम्पर भाइरस लागेको हुन सक्छ। क्यानाइन डिस्टेम्पर भाइरस भनेको चाहिँ यो विशेष गरी साना पप्पीहरूमा र भ्याक्सिन नलगाएका डगहरूमा चाहिँ यो रोग लाग्ने गर्दछ। यो क्यानाइन डिस्टेम्पर भाइरस एक गम्भीर खालको र सङ्क्रामक सरुवा रोग हो। सुरुको अवस्थामा यी निम्न लक्षणहरू चाहिँ देखिने गर्दछ। ज्वरो आउने, खाना खान छोड्ने, अनि त्यसै गरी आँखादेखि र नाकदेखि चाहिँ डिस्चार्जहरू हुने, डगले खोकिरहने, अनि त्यसै गरी डाइरिया भोमिटहरू गर्ने। अनि यो रोग बढ्दै गइसकेपछि डगको शरीर एकदम कमजोर भएर शरीरहरू चाहिँ काट्ने, सिजरहरू आउने, अनि त्यसै गरी उनीहरू चाहिँ असामान्य व्यवहारहरू देखाउने, जस्तै कराइरहने, एकदम कराइरहने, अनि त्यसै गरी उनीहरूलाई पेन महसुस फिल हुने, अनि त्यसै गरी यो रोग लागिसकेपछि डगहरूमा चाहिँ पछाडिको भागहरू चाहिँ प्यारालाइसिस हुने खालको समस्याहरू हुने गर्दछ र डगको पहरू चाहिँ एकदम हार्ड कडा हुने चाहिँ गर्दछ।